for her keynote speech. Ladies and gentlemen, please put your hands together. Ms. Ojasvi Acharya, the stage is all yours. धन्यवाद कार्यक्रमका सञ्चालकज्यू एनआरएनए आईसीसी युथ डिपार्टमेन्ट र पियानोज कमिटीले आयोजना गरेको एनसीसी थाइल्यान्डको आतिथ्यतामा रहेको दोस्रो विश्व युवा सम्मेलनका सभाध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डेज्यू, विशिष्ट अतिथिज्यूहरू, एनआरएनका पदाधिकारीज्यूहरू, नेपाल सरकारका पूर्व मन्त्रीज्यूहरू, उपस्थित सम्पूर्ण युवा साथीहरूमा म श्री दमकडा नमुना माध्यमिक विद्यालय पाल्पाको कक्षा 8मा अध्ययनरत छात्रा ओजस्वी आचार्यको न्यानो अभिवादन। संसारकै सबैभन्दा पुराना 22वटा मुलुकहरू मध्येको 11औं स्थानमा रहेको थाइल्यान्डको भूमिबाट म विश्वमा आप्रवासीको रूपमा रहनुभएका नेपाली संस्कार, संस्कृति र रीतिरिवाजका पुजारी, नेपाली आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूप्रति हार्दिक नमस्कार सहित स्मरण गर्न चाहन्छु। विश्वयुद्धका जापानी सेनाहरूसँग बहादुरीका साथ लड्न आइपुगेका गोर्खाली सेनाहरूको भूमिमा पिलोकको कथा पढेपछि कति बेला पुगु भन्ने उत्कट इच्छा पूरा गर्न सहयोग गर्नुहुने एनआरएनए आईसीसी उपाध्यक्ष आदरणीय रामशरण सिमखडा सर लगायत आयोजक टिमप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। समस्त गोर्खाली जसले आफ्नो भूमिको रीतिथिति, संस्कार र संस्कृति जोगाउन बिरानो मुलुकमा दशैंमा कोठा कोठामा टिका लगाए, तीज, तिहार, देउसी र भैरोलाई आजसम्म पनि आफ्नै विरासतपूर्ण संस्कृति ठाने, धोती, चोलो र गुन्यो त्याग्न चाहेनन्, बरु सुख, सुविधा, अवसर र अधिकार त्याग्न तयार भए तर आफ्नो भूमिलाई बिर्सेनन्। त्यस्ता अग्रजहरूप्रति पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। ब्रिटिस साम्राज्यले विश्व विजयको माहौल बनाइदिइरहँदा अरिङ्गालका गोलामा गुलेली हानेर पहाडका भित्ताहरूसँग ढुङ्गा लडाएर अझ भनौँ लाठी र मुङ्ग्रो लिएर बन्दुकसँग लड्न निस्केका ती बहादुर गोर्खालीहरूको पहिचान बोकेको मुलुकबाट पछिल्लो समयमा ब्रिटिस सेनालाई नमिठो हार चखाएर विजयको उल्लास मनाएको जितगढी युद्धको स्मरण गर्दै विश्वव्यापी रूपमा छरिनुभएका नेपाली मन, तन र भावनाहरूप्रति पनि म हार्दिक आभार प्रकट गर्दै सदैव भलाइ र सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। मैले नेपाल बाहिरको नेपाल भन्ने शब्द सुनेको छु जुन मलाई खुब मनपर्छ। आकाश खुल्ला छ, स्वतन्त्र पंक्षी बनेर आज मानिस दुनियाँको जुनसुकै कुनामा जान मिल्ने